घुप्रो परेको घाममा अलिक गनायो जस्तो लाग्यो हाई एभ्रिवान नमस्ते सेवा वेलकम ब्याक माई युट्युब च्यानल फेरि पनि आइसकेँ अरू बेला जस्तै होइन अनि आज चाहिँ म बिहानदेखि भिडियो स्टार्ट गर्दैछु मेरो दिनको सुरुवात चाहिँ चुलाबाट सुरु हुन्छ म चाहिँ यहाँ चुला लिप्न लागेको मेरो आगो पनि बढेको छ सबैले भित्रको सक्यो अब बाहिरको कसिनो सुन्नु लाग्ने देख्न सक्नुहुन्छ हाम्रो खरेटो मेरो खरेटो किन्न सकिरहेको छैन गरिब जिन्दगी यहाँ चाहिँ मैले के भन्छ अरे फुलकोपीको बिउ हालेको छु कसैलाई चाहियो तर बाक्लो उम्रियो खै के हुन्छ है कसैलाई चाहिएको छ भने मलाई खबर गर्नु होला सम्पर्क गर्नु होला है गाइजहरू साथीहरू म चाहिँ यहाँ 4 दिन आएको यहाँ देख्न सक्नुहुन्छ मेरो सुँगुरहरूको साउन्ड होइन बिहान चाहिँ हामी थोरै दिन्छौँ दिउँसो चाहिँ धेरै दिन्छौँ बिहान त अब खाजा मात्र हो नि त त्यही भएर कराएको देख्नु यस्तो मजाले घाम लाग्यो यो बादल के भएको त्यस्तो आकाशमा टक्कसँगै अब हामी चाहिँ लागेको जङ्गलतिर डोको दुईटा बोकिरहेको छु म यसरी नै घाँस ल्याएको छु कि यतापट्टि एउटा यतापट्टि एउटा यसरी नै घाँस ल्याएर कस्तो देखिन्छ होला मलाई यसरी बिहान पनि खायो अन्त अनि छिप्पिनु मनपर्छ यतिको चाहिँ ठिक्क लाग्छ हाम्रो घाँस काट्नु आउने ठाउँ चाहिँ यस्तो छ है यस्तो कुलो आउनुपर्छ टाढा छ बाटो घाम टिप्यो हामी चाहिँ यो बगानमा जानुपर्ने तल यो देखेको जति सबै मेरो जग्गा है मेरो जग्गा आँखाले देखे जति सबै मेरो जग्गा हो अब हामी ओह्रालो जान्छौँ भरे आउँदा चाहिँ सास जान्छ नि फेरि यस्तो मात्र भएपछि त के गर्ने होइन 30 रोपेर नि त्यो मरेपछि बिरुवाहरू खासमा भन्नुपर्दा हामी चाहिँ घाँस चोर्न आएको अर्काको जङ्गलमा अब आफ्नोमा काटौँ भन्ने छैन त्यही भएर जङ्गलतिर खोला चोर्न लागेको मेरो पन्जा लाग्नु लाग्यो एउटै छ हात काटेर यता पनि हात काटेर पन्जा पनि फेरि खतरा छ नि त मेरो पन्जा किन्नुपर्ने हो अब पैसा कमाएर ल हाम्रो चाहिँ भारी पुगै यतिमा हो तल एकजना छ यहाँ चाहिँ गोक्लेटो देख्न सक्नुहुन्छ साह्रो चाहिँ बोक्नु चाहिँ घाँस त टन्नै छ नि अहिले त खासै घाँस काट्ने मान्छेहरू छैन कि त्यही भएर अलैँची चाहिँ मलाई खानु मन थियो फलेको छैन रहेछ यहाँ त अन्त नि एउटा चाहिँ फलेको रहेछ भारी पुऱ्याउनु त सजिलो छ के भने तर उकालोबाट जानु पर्यो क्या अब यस्तो अनि त तेर्सो जानुपर्छ
उकालो चढ्दैछौँ हामी चाहिँ माथि जाँदैछ एकजना घाँसले पुरिहाल्यो गाउँघरै रमाइलो छ भन्छ तर कहाँ रमाइलो हुने है यस्तो गर्मीमा यसरी भारी बोकेर उकालो हिँड्दाको मजा बेग्लै हुन्छ कि गाउँघर रमाइलो भन्नेहरू चाहिँ गाउँघरमा राख्नुपर्ने हो यार साह्रो छ नि हौ गाउँघरमा यसरी भारी बोकेर उकालो हिँड्दा एकछिन बस्नु पाइँदैन त्यो भात खाएको बाहेक कोइडा लागेर मलाई त हिजो कोदो गोडेकोले आज पनि जानुपर्ने अब कोदो गुने कोइडा लागेर छ गाउँघरतिरको बाटो चाहिँ यस्तो छ है जङ्गल अहिले मान्छे खासै छैन नि त गाउँघरमा घाँस काट्नेहरू नि हुँदैन त्यही भएर बाटो चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ दर्शकबिनहरू यो चाहिँ रहेको छ नि गुरे अर्ग्यानिक मेरो नाउँ पनि देख्न सक्नुहुन्छ यहाँ काटेर यस्तो भइसक्यो तर एउटा मात्र छ नि गुरे अघि हामीले घाँस काटेको उचालो अनि यस्तो उकालो गर्मीमा है घाममा अनि यस्तो घुम्दै घुम्दै आएको अब यता पर जानुपर्ने हुन्छ बाटो फेरि त्यस्तै बेहालत छ घाँस नाथे त कति हो कति तल हेऱ्यो तल माथि हेऱ्यो माथि घाँसै घाँस बाटोमा अब बाटो हेर्नुहुन्छ भने यस्तो छ यस्तरी हिँड्नुपर्छ यस्तोमा यहाँदेखि लडेर गयो भने उफ तल पुगिन्छ अब यस्तो बाटो हिँड्नुपर्छ घाम त्यस्तै टिलिक्क टल्किरहेछ यस्तो अप्ठ्यारो बाटो छ कि कहाँ टेक्नु यहाँ देख्न सक्नुहुन्छ पसिना अनि हामी चाहिँ भारी बेसार एकछिन बसेको नेपालमा बसेर काम छैन अब चाहिँ होइन कामै छैन क्या कामै छैन नेपालमा बसेर बिहान बेलुका घाँस काट्नुपर्छ इन्कम भने के आउँदैन एक छाक कति अरे 2 छाक खानु पाइन्छ त्यति नै हो विदेश गयो भने जतिसुकै काम गरे पनि जतिसुकै दुःख भए पनि पैसा त आउँछ महिनामा पैसा मात्र होइन छुट्टी पनि मिल्छ अरे 1-2 दिन छुट्टी पनि मिल्छ आराम गर्न पनि मिल्छ गाउँघरमा त दिनै कामको काम जति काम गरे नि 2 छाक खानु मात्र पाइन्छ आजसम्म मैले केही पनि पाएको पनि छैन पनि त्यही खानु बाहेक मलाई भन्नु आएन यस्तो हो तर नेपालमा बसेर चाहिँ काम छैन होइन बिहान बेलुका घाँस काट्नुपर्छ आउने भनेको केही पनि छैन जति गर्दा नि नहुने रहेछ अब विदेशतिर लाग्ने सोचमा छु अब चाहिँ हाम्रो बाटो छुट्यो उसको बाटो माथि हो मेरो बाटो तल हो ऊ चाहिँ गएको अब म पनि जान्छु सो नुहाएर खानासाना खाएर घर धन्दा सकेर म चाहिँ लाग्दिएको हिजोकै ठाउँमा कोदो गोड्नुलाई अनि हिजो त लास्टै काटो का हातहरू अनुहारहरू त्यही भएर आज ज्याकेट बोकेर हिँडेको छु अनि आज चाहिँ हिजो 3 जना थियौँ भने आज चाहिँ 2 जना मात्रै मेरो फुल हामी 2 जना जान लागेको अनि यता भाइ हुनुहुन्छ कसैलाई मन पर्यो भने यसो सम्पर्क गरिदिनु होला मेरो यहाँ पिम्पल आएको छ कस्तो राम्रो लाग्छ मलाई यस्तोमा पिम्पल आएको गालामा गर्मीले अनुहार सुन्दर छ सो हामीले चाहिँ अब यताको सक्यौँ होइन अब यता पर छ अरे जान लागेको अनि गर्मी त के भन्नु घामै माथि टाउकोमा छ जस्तो मरिन्छ
युवामुळे त्यो खाजा जाऊ सो अहिले चाहिँ घर फर्केको मेरो आँखा नै कस्तो देखिरहेछ आज यसो घुप्टो परेर घाममा घामले नि मलाई नचरै खायो होला आज थुक्पा कस्तो कस्तो गनायो गनायो जस्तो लाग्यो क्या आज नचरा पनि खायो होला मासु त्यो पकाएको थियो होला हौ अलिक गनायो गनायो जस्तो लाग्यो नि बोसमा पकायो होला हो कस्तो बमिट आउला होला जस्तो रहेछ तर मलाई चाहिँ घुम्नु चाहिँ भएको छैन बमिट आउला जस्तो गरेर हाई आएर म एकछिन त टाउको दुखेर अब गएर सुत्छु नि आजको भिडियो चाहिँ यहीसम्म भइ म अब गएर सुत्छु म एकदमै बिराम भइगएँ बमिट आउला होला जस्तो भयो टाउको पनि दुखेर चाहिँ मेरो आँखा नि कस्तो भइरहेछ बाई बाई थ्याङ्क यू फर वाचिङ द भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब